भिडियो बनाइदिन्छु ल। अहिले मम्मी अनि बुवा हाम्रो गाइस अब हामी यहाँबाट ग्राउन्डमा जान्छौँ। यो कडा प्रतिस्पर्धा यहाँको माझमा हुन गइरहेको छ। अङ्कलहरूलाई देखाइदिनु पर्छ। गई त्यो बाइक सिक्ने ठाउँ अलि अगाडि यो धन्दा मेरा काम किरा बसेको आँखा झ्याप्पो चिमा गरिदिएको त स्टेप किरा बस्दा चाहिँ स्वागत छ मेरो नयाँ भ्लगमा। आज चाहिँ म डिमार्ट बजार जान्छु अनि स्विमिङ गरेर फर्किन्छु। हिँड्नु होला अब गाई छ हामी हिँड्नेछौँ। It's true that I don't have a clue. I'm tasting no tears, not fighting no fears. Still there's a hole in my heart. I'm wasting no time, I'm losing my mind. Here till the day depart. Don't know what's wrong, something isn't right. अहिले मम्मी अनि बुवा हाम्रो गाइस Wrong in the light. Passion has gone and love's taken flight. हेर्नु सोलाको धेरैजना नुहाइरहेको छ। यहाँ म जुम नगरेको कि अहिले गाइस Things just feel heavy tonight. Don't know what's wrong. क्याम्पस रोड आइपुग्यो होइन क्याम्पस रोड। Here I belong. अब हामी यहाँबाट ग्राउन्डमा जान्छौँ। Passion has gone and love's taken flight. Things just feel heavy tonight. I'm tasting no tears, I'm fighting no fears, but still there's a hole in my heart. Not on my own, but I feel it sometimes. Wondering what should I do? For reasons unknown, I don't need to decide. It's true that I गाइजहरू अगाडि जान्छ त्यसो भाग्ने होइन नि भाइ यता यता Something isn't right. I feel I belong in the light. Passion has gone and love's taken flight. Things just feel heavy tonight. गाइज त भलिबल खेलिरहेछ अहिले उता बिराममा छ गाइज
एकदमै गर्मी छ यता अहिले हावा चलिरहेछ ल भयो अलि रेस्ट गरेर खेल्न लाग्यो होला नि सुरु हुन लाग्यो सुरु गर्न लाग्यो कि हाई भिजन आछ त त फाइनल खेल्यो कि यिनीहरू सेकेन्ड हो बाबा अब यिनीहरू हिजो जितेको नि त फर्स्ट सेकेन्ड लडेको अब यिनीहरू सेकेन्डको हो र बाबा हाई भिजनमा फर्स्ट नि अब दाइहरूले देखाइदियो नि अङ्कलहरूलाई देखाइदिनु पर्यो यता त कोही छैन होइन मान्छे कति धेरै छ है जुम गरेर देखाइदिनु अर्को टोली आयो किन त्यो साइनबोर्ड हटाएको त्यो हारेको लिएर गइदियो किन त्यो लिएर गइदिएको हो बाबा खै रिसाएर आजको यस समापन समारोहमा आजका रेफ्रीज्यूलाई बल हस्तान्तरण गरिदिनुको लागि आजका प्रमुख अतिथि विशिष्ट अतिथि अतिथि लगायतज्यूलाई सामूहिक रूपमा बल हस्तान्तरण गरिदिन हार्दिक अनुरोध गर्दछु। अब लगत्तै हाम्रो फाइनल खेल 68 करोड भलिबल प्रतियोगिता 2083 को अन्तिम खेल साई फलफुल बलिङ र आई भिजन ल्यान्ड भानुमती बिचको यो कडा प्रतिस्पर्धा यहाँको म्याचमा हुन गइरहेको छ। साई फलफुलले फिल्म स्पोर्ट्स क्लबलाई गण्डकी प्रदेशका चर्चित खेलाडीहरू सम्मिलित टोलीलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने आई भिजन ल्यान्डले पनि गण्डकी प्रदेशकै चर्चित खेलाडीहरूको सम्मिलित टिमलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। दुवै टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दै आजका प्रमुख अतिथि विशिष्ट अतिथि लगायत कीर्तिमान बाबुहरूलाई यता स्थानमा आएर आसन ग्रहण गरी यो फाइनल खेल अवलोकन गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। साथै यो माइक्रोफोन भने अब म अफिसियल डेस्कतर्फ हस्तान्तरण गर्न चाहन्छु।
बाबा हाइभिजन र केहीले गर्नु हाई भिजन र साई फलफुल निमित्त पहिलो रेफ्री आउनुहुन्छ विमल राणा सरी भन्छु किनकि हामी यहाँ अहिले अर्को भ्लग बनाउनु पाइन्न त्यसै गरी त्यही भएर सेकेन्ड हामी रेफ्री यहाँ आउनुहुन्छ विष्णु थापा नेसनल भलिबल रेफ्री गाई जब चाहिँ हामी हिँड्छौँ तिमीलाई देखा न आफूलाई राइट भयो भएन समय एउटा स्टार्टमा समय अगाडि नजा क्या राइट हामी हिँड्ने अब हामी त यहाँ छौँ पछाडि है पछाडि उफ्रिन्छ है गाइस त्यहाँ उब्रेको थियौँ कि अब हामी पुरै भिवाट बजार जान्छौँ क्याम्पसबाट आइपुग्यो अलि पछाडि है खुट्टा क्याम्पस रोड आइपुग्यौँ हामी अलि अझै पछाडि मलाई म ट्यापै बस्छ मसँग मलाई ममा आँट ल्याऊ क्या दिए त मलाई आँट ल्याऊ यहाँ क्यामेरासँग नमिलेर हो मलाई आँट ल्याउ मैले पछाडि पनि हाल्छ के इस स्पिड गर्न खोजेको हो क्या फेरि पल्टेको त्यस्तो नगर्नु स्पिड गर्न खोज्नु भएको स्पिड नभएको हामी गर्दैन आइरहेको हान्थ्यो मात्रै केस लाग्छ जेल पनि जान्छ पैसा पनि दिनुपर्छ हेरेँ मोबाइल पल्ट्यो भयो हेर्नुहोस् होला हेर्दै हेर्दै जानुहोस् होला हाम्रो ब्लगमा के दिन्छ किन र धेरै खिच्ने कि अन्त थोरै अनि माथिबाट गयो भने थोरै हुन्छ धन्दामा राखम किरा बसेको आँखा झ्याप्पो चिमा गरिदिएको त यस्तो किरा बस्दा Wasting no time, losing my mind. Here till the day I depart. Don't know what's wrong, something isn't right. Don't feel I belong in the light. Passion has gone. Love's taken flight. Things just feel heavy tonight. Things just feel heavy tonight. What's wrong? Something isn't right. Don't feel I belong in the light. Passion has gone and love's
love's taken flight. Things just feel heavy tonight. I'm tasting no tears, I'm fighting no fears, but still there's a hole in my heart. I don't know what I feel sometimes. अब डाइनिङ I don't need to decide. It's true that I don't have a clue. I'm tasting no tears, I'm fighting no fears. Still there's a hole in my heart. I'm wasting no time, I'm losing my mind. Here till हजुरले मजाको भ्यू हेर्नुहोस् होला गाई चर्चमा पुरै बिमार भएर जान्छु पुलिस चौकी नि fly. Things just feel heavy tonight. Things just feel heavy tonight. Don't know what's wrong, but something isn't. उठ्नु होला सबभन्दा मोक्लाको आसपास पनि हुनु यहाँबाट भित्र कुमार सोधा निश्चित हामी नजाने ल जान्न है त्यो बिमा त हो बिमा त होइन हो बिहा किन त टाइम लाग्छ फेरि अनि टाइम नजानु न त यो राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालय Not on my own, but I feel it sometimes. Wondering what should I आइज ऊ यहाँ यो हाम्रो बर्गर हाउस बार यहाँ खाएर मन लाग्छ भने खाजा खाने ठाउँ मैले त्यो बर्गरको फुड पनि यहीँबाट खाएको बर्गर माथि राइट गर्ने राइट मात्र छ यहाँ राइट है अब खाँदा जाँदै अब समाचार है हाम्रो चिन्ता समात्ने हो भन्ने है यता त म आएको छु यता पनि हाम्रो घर छ त्यो साथीको पहिला माथि जा अनि फर्किँदाखेरि बस्नु है सबै शीतल चौधरी एकछिन क्यामेरा बन्द गरिदिउँ क्यामेरा बन्द सबै भ्याउने कि माथि जाने पहिला अनि माथिको सबै लिने अनि तल आउँदा मात्र बन्द गर्ने सिधा गरेर त्यहाँ बाटो राम्रो छ दुईवटा बाटो नराम्रो म सिधा वार्निङ दिइहाल्छु यहाँ मास्तिर चाहिँ राङडुङ जाने यतातिर चाहिँ जियाङ जाने भन्छ यहाँबाट मास्तिर राङडुङ जाने यता मासतिरबाट राङडुङ जाने यता हामी पहिला नै आएको छ नि त यता जुस किन्न यता चाहिँ जिलाङ जाने हो यता जिलाङ हो यता दुईवटा ठाउँ छ त्यो यता यता होइन यो त सिधै जिलाङ जाने हो अनि यो नि Something isn't right. Don't feel I belong in the light. Passion has gone and love's taken flight.
Things just feel heavy tonight. I'm tasting no tears, I'm fighting no fears, but still त्यो दाइले त मैले चिनेको थिएँ होला त्यतिखेर त्यो दाइले मलाई दिएछु तर त्यो दाइले खै एउटा भित्र छ राइट लेफ्ट साइड छ लेफ्ट साइड लेफ्ट साइड घरमा त किन खिचै किन for reasons unknown. I don't need to decide. भयो गिटार मजाले समाउ क्या म यहाँ छेउमा लान्छ है बम्प्स हाल्छ क्या बम्प्स हातमा गरेँ खुट्टा त्यो भित्रभित्र चाहिँ यस्तै खालि त्यो छ क्या ढुङ्गा नालीमा बसेन धर्म स्कुल आइम फेरि यताबाट भित्र जाने सुबर टोल मार गरे त भित्र जान नजाने मैले श्री धर्म अब हामी उता तल घुमियो फेरि स्कुलतिर झर्ने Don't know what's wrong. Something isn't right. Don't feel म हस्बेन्ड मेरो स्कुल जान्छु थाक्यो यता हो क्या मेरो साथको घर भएको कुन चाहिँ ऊ यतै हो यतै हो कि सिधा हो यता यतै हो यता सिधातिर झैरहेको थियो यतै हो झर्ने अब just feel heavy tonight. Don't know what's wrong. Something isn't right. Don't feel I belong in the light. Passion has gone. यसले निर्गार्ने भिडियो बनाएर कता रे स्कुल जाने यता है सिधा सिधा पुरा पुरो दिनु साथी घर खै गइबे होला त्यो बोर्ड देखाएको समावेशी टोल बोर्डकै बोर्ड समावेशी टोल देखायो है अब हामी यता जान्छौँ Not on my हजुरले मेरो स्कुल यता छैनस् होला यो मेरो स्कुल अलिक अगाडि है के देख्छ कि रोक दिन्छु कि मैले यो मेरो स्कुल देख्यो होला अहिलेसम्म त भित्र पसेर खिचेर आउँछ पर्दैन I'm tasting no tears, not fighting no fears. Still there's a hole in my heart. I'm wasting no time, not losing my mind. Here till the day I depart. Don't know what's wrong. Something isn't right. Don't feel I belong in the light. Passion has gone and love's taken flight. Things just feel heavy. ल गाइज हामी स्कुलबाट गयौँ आज शनिबार हो भन्नु पऱ्यो नि त साथीहरू कस्तो ए गाइज चाहिँ शनिबार हो खै त त्यति मात्रै हो अनि गाइज ल म कमेन्ट गर्नुहोस् होला मेरो यो स्कुलमा को पढ्नुहुन्छ म कमेन्ट चाहिँ खान्छु अनि म पनि त हेर्छु मेरो साथीहरू कति कुन कुन स्कुलमा पढ्नुहुन्छ अनि यो स्कुलमा नपढ्ने सबैले लाइक सब्सक्राइब सेयर गरौँ यो स्कुलमा पढ्ने सबैले लाइक सब्सक्राइब सेयर एन्ड कमेन्ट अनि बेल बटनले जोड से दबा ओके गाइज Things just feel heavy tonight.
कुन हो तिम्रो साथी गई बिहा भन्नु छ झन् कुन साथीको घर यो छ मेरो साथीको सुमित आन्टीको घर हो अब लालटिन बजार निकाल्छु म तिमी लालटिन बजार फ्रेन्ड ठाउँतिर निकाल्छु यहाँ यो पनि तिम्रो साथी घर है को हो यो? मलाई के थाहा मैले कुन्ताको चिन्छु ऊ यो हो र यहाँ त होइन ऊ यो भन्छ हाम्रो छाताले के गरेर बस्छ अरे अनि खिचिदिनु पर्थेन मेरो साथी हो भनेर यस्तो लाज मान्नुहुन्छ बोल्नु परेन त्यो कोके खाएको राइट राइट एउटी टाइम बिग फ्यान भनेर के भन्थ्यो र भाइ बिग फ्यान भनेर भनिरहेको खिचिदिनु पर्थ्यो नि त यति के भनेको माथि जानु ध्यान मान गएर आमा एकचोटि यति के भनेको फोटो खिच्नु भनेको ऊ यहाँ पर्छ साथीहरू Passion is gone, and love's taken flight. Things just feel heavy tonight. Things just गीत हाल्ने समात्यो मलाई यो चौतारी होइन र यहाँ जाने यो त ठुलो चौतारी हो यो यहाँ एड भयो don't know what's wrong. Something isn't right. Don't feel I belong in the light. Passion is gone. त्यहाँ हालिदिउँ यो दाइल त हाम्रो मेरो स्कुलमा पढ्छ त्यो त्यही राति के खुट्टा पकाएको अरे खुट्टा पछाडि गएर त्यो लानु के बसमा यस्तो राख्नु यस्तो यस्तो There's a hole in गई चाहिँ बाइक मिठा हो not on my own, but I feel it sometimes. Wondering what should I do? अग्नि कसो भन्थ्यो र बिग फ्यान कसैले भन्दै के भन्थ्यो र This side, के भन्थ्यो र खासमा कहाँ हुन्थ्यो त्यो चिन्यो भने चिन्छ कि तिमीलाई भयो ल हालिदिउँ म पछाडि अगाडिबाट त तिमीले मलाई मोडै दिनु पछाडिबाट खिच्नु म अगाडिबाट म के झर्छु न त झर्ने झरेर पछाडि बस्छ त्यो लानु यसरी पस्नु यसरी हो सिकेर उता झारेको एक्जाम के बसेको सबै बसेको अहिले म यहाँ स्विमिङ खेल्नु पाउँदैन अनि सरी गाइस उल्टो पसिरहेको छु नि उल्टो घुमिरहेको थियो यार यसरी पसेर यसरी 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 उल्टो घुमिरहेको गाछेडमा आएको घुमाइदिउँ घुमाउनु यो त्यहाँ खुट्टा देखियो है खुट्टा टेको त्यहाँ के गएर म हाल्छु तिनजना साथी थियो
यस्तो बजे जस्तो हुन्छ यति ठुलो त हुँदैन धेरै ठुलो छ यो त यसै For reasons unknown, I don't need to decide. It's true that I don't have a clue. I'm tasting no tears, not fighting no fears. Still there's a hole in my heart. I'm wasting no time, I'm losing my mind. Here till the day I depart. Don't know what's wrong, something isn't right. Don't feel I belong in the light. Passion has gone and love's taken flight. Things just feel heavy tonight. Things just feel heavy. त्यो देखाइदियो मकैबारी मकैबारी कराङ परम स्वागत सुगतोल र भिमाप नगरपालिका बागटार रहेछ यो त बागटार बागटारमा पनि मेरो साथी थियो बागटारमा पनि मेरो साथी छ तर घर थाहा छैन फर्काउने हामी स्विमिङ गर्न जाने गाइड तर जाडो भन्छ त्यस्तो पानी पर्न लाग्छ तर म स्विमिङ गर्छु अनि यस्तो मान्छेहरू पनि यस्तो जाडोमा स्विमिङ गर्छ कोही गर्दैन बिरालोसँग छिटो म मात्र गर्ने माथि यहाँ आकाश पानी पर्न लाग्छ कालो गाइड कालो बाजार पनि आएको छ पानी पर्ला जे भन्छ विज्ञान भनेको मान्छे हेलो भने साइकल आयो भने साइकल आयो टिन त्यो दाइले आफ्नो आँखा पहिला पनि हेलो भने साइकल सिकेको रहेछ मान्छे साइकल सिकेको रहेछ यहाँ हामी आउने बित्तिकै साइकलले रोक्नुभयो हाम्रो आफ्नो बेजत हुन्छ भनेर हाई गरिरहेको थियो हाई गरेको यस्तो टु गरिरहेको थियो आफ्नो बेजत हुन्छ भनेर उस गरेको स्विमिङ खेल्ने कि नखेल्ने अब सोच्नु पर्यो दाइ बहिनीहरू हेलो 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 खाली जसले यस्तो गर्छ ठाकपाले यस्तो गर्छ किन र आफ्नो ढकान छ भनेर यहाँ पनि मैले फुटबल खतरा रोडमा फुटबल खेलेको छ साथीहरू मैले रोडमा फुटबल खेलेको छ रोडमा पनि फुटबल यतै रोज गरेको भनेको गाइस रोडमा फुटबल खेलेको छ भाइहरूले केयरको के ए नेमार हो कि मेसी हो रोनाल्डो हो क्या रोनाल्डो रहेछ यो त है अघि रोनाल्डो रहेछ रोनाल्डो अनि त्यो उसले यस्तो गरेको थियो मेसी आयो यता दर्शन हो क्या यता फेरि मेसी रहेछ माथि रोनाल्डो भेट्यो यहाँ मेसी रहेछ ल होइन दर्शन रहेन दर्शन त रोनाल्डो फ्यान हो मेसी हेऱ्यो त्यो पुरा मेसी हो कि हजुरहरूले पनि भन्नुहोस् होला के को फ्यान वर्ल्ड कप चलिरहेछ मैले त गीत याद आयो कि पानी पर्यो असिना झऱ्यो दाइको अङ्कलको पार हावाले उडायो घाम आएको छैन कस्तो घाम लाग्यो भने त अलिक घाम लाग्यो भयो अलिक पौडी खेल्न मजा आउँछ यो त ब्लकमा झन् 2-3 बजेतिर ठुल्ठुलो मान्छेहरू है उसबाट खेल्दा थियो पौडी खेल्न खोलामा अझ थिएन किन खालि तलबाट जानु लाग्यो
हामी लाइटको स्पिडले हिँड्छौँ बाबा लाइटको स्पिडले हामी हिँड्नु मिल्दैन समय वाममा सिधा 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 अहिले देख्नुभयो मान्छे ठोकिदिएको हामी भागेर खालि यस्तो त गाइज कति बाइक यहाँ भोलिबाट जाने हेर्नु झन् ढिलो हुन्छ स्विमिङ गर्न नि पानी पर्छ स्विमिङ गरेर अब जाने हामी कस्तो तल कस्तो पानी कस्तो पुरै बाइक छ यता बाइक छ होला के आजमा यस्तै बाइक छ भन्ने त पिताहरू अब यता हजुरहरू पार्कमा खेल्न पनि सक्नुहुन्छ होला यहाँ हेर्नुहोस् होला यहाँ छ अच्छा यहाँ गाइस टिकटक बनाइरहेको छ भने कोही हामी टिकटक बनाएको खिच्यो नि यता बहिनी यता टिकटक बनाइरहेको यता हाँस्नु म चाहिँ नि यता भनेको टिकटक बनाएर खिच्नु पर्छ नि खिच्दै के लास्टमा त्यस्तो 2 सेकेन्ड खिचेर हुन्छ मान्छेले आफूले हाँसेको थिएँ नि हाँस्नु पऱ्यो म त पिताहरू जाडो भयो म त स्विमिङ गर्दिनँ यस्तो जाडो हाम्रो पानीको गाडी आयो हावा गयो त मिनटबाट हावा गयो है हेर्नुहोस् होला हाम्रो पानीको गाडी आयो यहाँ मैले मम्मी हुन्छ उता हाम्रो कर्मचारीहरूले युज गर्नु भइरहेछ दुईटाहरूले राम्रो आइपुग्यो क्याम्पसमा हामी फेरि आइपुग्यौँ हामी क्याम्पसमा आइपुग्यौँ भन हामी क्याम्पसमा आइपुग्यौँ दुईटाहरूसँग I'm tasting no tears, I'm fighting no fears, but still there's अब हामी पौडी खेल्ने खोलामा आइपुग्यो भन अब हामी पौडी खेल्ने खोलामा आइपुग्यो तर म पौडी खेल्दिनँ गाई जाडो भयो रोक्नु हेर्छु कि एक्चुली होइन त दिनु पौडी खेल्ने लायक छ कि छैन मान्छेहरू पौडी खेलेछ होइन मान्छे त रहेछ कहाँ पौडी खेल्ने यता कि त्यही हो क्या यहाँ त मिल्दैन कमाए त्यो कोके नाङ्ग्यो भनेर भागेको पौडी खेल्न आएको यी पौडी यिनीहरू त पौडी खेलेर भ्याइ होला नि समा दुईटा राम्रो छ नखेल्ने अब पौडी कहाँबाट चाहिँ बाटो यहाँबाट छ कति गहिरो छ त्यो त चेक हान्नु पऱ्यो नि यत्तिकै जम हानिदिने अनि गहिरो दुईटाहरूले गरे न ओह्रालाई एउटाहरूले समाए मोटा समाए एउटा हारे चिल्लाइ यही बेला त्यो के पौडी खेल्न आएको उनीहरू पौडी खेल्न मिल्छ र यिनीहरू होला नि बस्ने पौडी खेलेको पानी पर्न लाग्यो भनेर गएको ए पानी पर्न लाग्छ नुहाएर आएको ओ बाबु त्यहाँ खेल पौडी खेल्न मिल्छ पानी पर्न लाग्यो बगाइदिन्छ कहाँ हो खेल यता मासतिर हो कि तलतिर हो खेल्ने मिल्छ मजा मान्छेहरू नुहाइरहेको छ गहिरो छ होला नि छैन ल एउटा बिस्तारै बिस्तारै लड्छ है त्यहाँ नजाने नि त्यो त त्यो उता नजाने कि हिलो ए पानी रहेछ हो खुट्टा दुबान के हुन खेल्न आएको मान्छे खै
नुहाउँछ नुहाउँदैन आउ नुहाउने भाइ नुहाउँछ तिमी त तल नजाऊ यता त त्यसलाई ऊ यहाँ त गइरहेछ तिमी जाउँ त्यो बहिनी खेलाएको छ त्यसलाई पौडी खेलाउने रहेछ तिमी खेल्छौ हो त्यसरी र यहाँ टाउको राख न यता यहाँ टाउको राखेर यता निधान अलि तल जा अलि उता अलि उता ऊ त्यो नानी कस्तो बस्न पहिला अलिक उता बस्नु यहाँ हो यहाँ चाक राख कि यहाँनिर उठो राख यो हुँदा यसले जान्दैन सुत अब यहाँ टाउको राखेर सुत नि यहाँ भिडियो बनाइदिन्छु ल तिम्रो खेल्दो रहेछ त्यति भयो नि खेल्यो नि त ल यता सोरेन छोरा हो गर्मी भयो पानीमा खेल्न जाऊँ भनेर हेरेर आएको त्यो नानी फेरि नानी हजुरकै हो सधैँ आएर खेल्छ यहाँ ए त्यही भएर जानेको रहेछ ठिक हो भयो भएन ए ल हुन्न के तिमी मात्रै खेल हो त्यसरी हातले हो त्यसरी पानी खान्छ त्यसले खेलिराखेकोलाई पो जान्छ त स्विमिङ पुल हो क्या स्विमिङ पुल नेचुरल स्विमिङ पुल होइन नेचुरल स्विमिङ पुल त्यता नजाइ नजा हराउँछ चढ्नु चाहिँ बाख्रा राइट सब चाहिँ मैले कपडा फेरेँ अझै ह्यान्डसम छ बाई बाई सब चाहिँ मेरो भ्लग भ्याइयो तर मलाई चाहिँ आज रमाइलो लाग्यो किनकि म भलिबलको ग्राउन्डमा घुमेँ अनि सुरुङ लाएको पनि देखाएँ अनि धेरै जस्तो भिमाट बजार घुमेँ अनि म गर्मी भएर स्विमिङ खेल्न आएको धेरै पनि राम्रो लाग्यो मेरो अर्को भ्लगमा बाई बाई गाइज